हिजो छुट्टी थियो र बातु केफ मलेसियाको बातु केफ गएको थिएँ। त्यहाँको विकास देखेर धेरै नै हर्क साम्पाङजीको याद आयो। हर्क साम्पाङजीले धरानमा डाँडाकाँडामा कसरी विकास गर्नुभएको छ र कसरी श्रमदाता मिलेर श्रम गराएर उहाँले कसरी विकास गर्नुभएको छ त्यस्तै रहेछ बातु केफको डाँडोभित्र पहाडमा पनि सुन्दर दृश्य। र अब मलाई के लाग्छ त्यो हेरिकन भनेपछि अब हाम्रो नेपालको विकास र नेपालीहरूलाई नेपालमै राखेर काम गराउन सक्ने भनेकै हर्क साम्पाङ हुनुहुन्छ। र आज देखिहाल्नुभयो हर्क साम्पाङको काम गराई उहाँले श्रमबाट चाहिँ एउटा खोलाको पुरै तारजाली लाएर ढुङ्गा छापेर अगाडि बढाइसक्नु भएको छ। र अबका दिनमा चाहिँ हामीले हर्क साम्पाङलाई काँधमा बोकेर हिँड्ने हो भनेदेखि नेपालमा बसेर हामीले पनि काम गर्न सक्छौँ। जय हर्क।